श्रम संस्कृति पार्टी हाम्रो यो अर्ग्यानिक भ्लगमा हामी उपस्थित भइसकेका छौँ। मेरो साथमा चाहिँ पवन सर हुनुहुन्छ। वेलकम सर। धन्यवाद। वेलकम हजुरहरूलाई पनि। हजुर, काठमाडौँदेखि माटोलाई माया गरेर यसरी कति बाटोको दुःखको बावजुदहरू पनि तपाईँहरू आइदिनु भयो। हजुरहरूलाई पनि स्वागत गर्न चाहन्छौँ, हाम्रो सम्पूर्ण ओखलढुङ्गावासीहरूलाई। हजुर। अनि आज के छ त, कार्यक्रम बृहत हुने हो कि के छ माहौल कस्तो छ? हामीले चाहिँ अब यही हो अब होइन, हाम्रो उद्देश्य चाहिँ बृहत गर्ने उद्देश्य हो होइन। र हामीले धेरै मिडिया मार्फत हामीले होइन, अनि एफएम मार्फत होइन, सबै कुराबाट चाहिँ हामीले पम्पलेट मार्फत पनि हामीले प्रचार प्रसार चाहिँ गरेको छौँ। र हाम्रो आङ्कलन चाहिँ 2025देखि 3000सम्म हुने सम्भावना देखिएको छ। तर ओखलढुङ्गा अलिकति सुस्तमा छ भन्ने छ। आज त्यो सुस्तलाई तोड्छौँ त हामी। ठिक छ, त्यो कुराहरू चाहिँ अब होला, अब हामी अलिकति पछाडि परेर पछि गयौँ होला, त्यही भएर आकलन गर्नु स्वाभाविक कुरा हो होइन। तर पनि हामी के त जहिले पनि होइन अग्रसर हुनेछौँ होइन, हामी अगाडि बढ्नेछौँ। जुन ओखलढुङ्गावासीहरू देशमा विदेशमा रहनुहुनेहरूलाई चाहिँ हामी यो भन्न चाहन्छौँ कि उहाँहरूको आशालाई हामी निराशा बनाउन चाहन्नौँ। हामी ढिलै भए पनि हामी उहाँहरूलाई, हाम्रो माटो प्रेमी सम्पूर्ण ओखलढुङ्गावासीहरूलाई हामी चाहिँ के गर्छौँ भने उहाँको आशालाई चाहिँ निराशा पार्न दिन्नौँ। र हामी जुनसुकै अवस्थामा हामी उहाँहरूलाई खुसी पार्नको लागि ओखलढुङ्गाको आज पहिलो कार्यक्रम यो भनेपछि हाम्रो ओखलढुङ्गामा माटोमय बन्ने कन्फर्म भइसक्यो। कन्फर्म। ल, खुसी लाग्यो। हाम्रो अध्यक्षज्यू पनि आइसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि आजको कार्यक्रम सभ्य र भव्य बनाउँछौँ हामी। हजुर होइन पवन सर? हजुर। र तपाईँ रात दिन नभनी खटेको म देख्छु। के छ तपाईँको त्यो विषयमा के छ? ठिक छ, यो परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा हो सर होइन। त्यही भएको कारणले होइन परिश्रम गर्नुपर्छ। हामी ओखलढुङ्गावासीहरू सबै चाहिँ हामी अग्रसर छौँ, हामी खटिरहेको छौँ होइन। त्यस कारणले हाम्रो ओखलढुङ्गालाई माटोमय बनाउनको लागि, हर्कमय बनाउनको लागि चाहिँ हामी सम्पूर्ण ओखलढुङ्गामा यहाँ चाहिँ फिजिकल्ली रूपमा यहाँ भएको समिति, कार्य समिति सहित अरू जनताहरू पनि, माटो प्रेमीहरू पनि यहाँ लागि परेर हामी यसरी अग्रसर छौँ, अगाडि बढेका छौँ सर। ल, खुसी लाग्यो। आजको कार्यक्रम सबै भव्य बनाउनेछौँ भन्दै जय माटो। जय माटो हजुर। जय देश। जय देश।